आदरणीय सज्जन शिक्षित सबैको जय जय सुनाउँदैछु मेरो यहाँ छोटो परिचय। देखौँ देखौँ भेटौँ लाग्दिन्छ यो मन सबैलाई हजुर हात जोडिन मैना सबैलाई हजुर हात जोडिन मातृका हो नाउँ मेरो सङ्ग्रौला हो थर मेचीनगर 12 माछा स्थायी मेरो भएर बस्दैन मन खाली चौतर्फी डुल्दछ साहित्य र हजुर सङ्गीतमै भुल्दछ साहित्य र हजुर सङ्गीतमै भुल्दछ। बिजुलीमा जागिर खान्छु 8 घण्टा बित्छ त्यही बत्ती चाहिँ मन मेरो छिटो छिटो पुग्छ चारैतिर दौडिन्छ यो मन छटपटीमै हजुर बित्तो छ जीवन छटपटीमै हजुर बित्तो छ जीवन। जागिर खानु बाँच्नु मात्रै होइन सम्झिएर 17वटा कृति पुगे गाएर लेखेर जन्म भयो मेरो दुखीका घरमा सबै जिउने हजुर यही जागिर भएरमा सबै जिउने हजुर यही जागिर भएरमा। मुरलीमा भाका गाउँछु नाकले फुकेर 8-9वटा कृति पुगे पुस्तक लेखेर पढ्न योगे पनि नलेख्न सकियो लेख्न योगे हजुर नपढ्न सकियो लेख्न योगे हजुर नपढ्न सकियो। 98 4 26 33 4 6 यो नम्बरमा घन्टी आउँछ पुगौँ पुगौँ लाग्छ चारैतिर दौडिन्छ यो मन त्यतिकैमा हजुर बित्दछ जीवन यतिकैमा हजुर बित्दछ जीवन। लोकभाकामा मैले एउटा महाकाव्य लेखेँ यिनै भाका हराउँछन् कि जस्तो सपना देखेँ सत्य घटना सबै यो महाकाव्यको सुनाउँदैछु कथा दुखी र दैवको सुनाउँदैछु कथा दुखी र दैवको सुनाउँदैछु कथा दुखी र दैवको। मैना की धनी दया की खानी बागदेवी बन्दाना 1000 लाख संग्रौला गर्छ माथले प्रणाम 1000 लाख संग्रौला गर्छ माथले प्रणाम। नबिन शब्द मलाई
लेखौँ बन्धन हजार दुखी दैवमा काव्य लेखौँ बन्धन हजार ब्रह्माजीलाई सम्झना यही सिर्जना सजाओ यो काव्य मेरो सफल बनोस् यही बिन्ती चढाऊ यो काव्य मेरो सफल बनोस् यही बिन्ती चढाऊ पालनकर्ता विष्णुमा मेरो झुकेर प्रणाम जोगाइदेऊ यी भाव गुच्छा रोपेका तमाम जोगाइदेऊ यी भाव गुच्छा रोपेका तमाम शिवले मेरो लेखनीलाई तागत सजाई हिमाल जस्तै सुन्दर पार भावना बगाई हिमाल जस्तै सुन्दर पार भावना जगाई शक्ति की धनी हे दुर्गे माता शक्ति देऊ मलाई यो काव्य मेरो पूर्ण हो चाँडै गर न भलाई यो काव्य मेरो पूर्ण हो चाँडै गर न भलाई गणेश देव सिद्धिका दाता यो सिद्धि पाऊमा निर्विघ्न मेरो पूर्ण होस् काव्य बन्धना गर्छु म निर्विघ्न मेरो पूर्ण होस् काव्य बन्धना गर्छु म मातृका नाम संग्रौला थरी पुत्रको पुकार यो मात्र एउटा सुनेर शक्ति देऊ न बहार यो मात्र एउटा सुनेर शक्ति देऊ न बहार पाठक माझ पुगोस् यो काव्य चाहन्छ यो मैना मिठा सदेऊ शब्दमा राम्रा चाहिन्न लौधान मिठा सदेऊ शब्दमा राम्रा चाहिन्न लौधान पाठक छेउ पुगोस् यो काव्य भावना लिएर पर्दछु शरण सबैमा आज दुई हात जोडेर पर्दछु शरण सबैमा आज दुई हात जोडेर यो सुन्दर संसार पवित्र भूमि दैवको रचना त्यो सुन्दर हावा निर्मल पानी उनैको अधीनमा पहाड तराई ढुङ्गा र माटो बालुले बनेको बोट र बिरुवा बालीनाली बस्ने पृथ्वी भनेको त्यही भूमि माथि रङ्गी बिरङ्गी फुलहरू फुल्दछन् प्राणीको रक्षा गर्नलाई धानका ती बाला झुल्दछन् अरूका छेउमा दुखीका कुरा हावाले उडाउँछ खसाउँछ नासो कहाँ सुनाउ भन्छ
खर्च जोड्न तराईमा बसी हाजिरा काम गर्छन्। त्यसपछि बाटो सोच्दै र खोज्दै जन्म घर आइपुग्छन्।